हेलो, हामी यतिखेर हामी पाल्पा आएका छौँ। देख्नु यहाँ पाल्पा यहाँ हामी सरदेवा भन्ने ठाउँमा डम्मक भन्ने ठाउँ एकजना दाइ मस्त आनन्दले बस्नुहुन्छ। यहाँ साधना गरेर आफू एक्लै एकान्तमा यहाँहरू आसपास नजिक कुनै पनि घरहरू खासै छैनन्, एक्लै गाईहरू राखेर आनन्दले बसिराख्नु भएको छ। मैले हजुरहरूलाई कस्तो छ त मैले हजुरलाई देखाउँछु है त, हेर्दै गर्नु। देख्नु म पनि बस गाई पनि छन्। हामी गाई हेर्न जाउँ। आउनु गाई हेर्नु। चिल्ला काला गाई। बाछी रहेछ त बारी छ त। उडो पकाउने ठाउँ। म करौँती लिएर हिँड्थेँ। फुलहरू कस्तो राम्रो त्यस्तै अरू पनि आइछन्, तर मैले अरू देखाइनँ। यहाँ गुलाबको फुल पनि आँपहरू, यहाँ कुटी कटेज बस्नु मन खानु मन लाग्यो नि आउने। लिचीको बुट यहाँ खाट रहेछ। सब्जी टनेल सब्जी लगाउनुको लागि यस्तो बनाउनु रहेछ। हजुरले के हेरेर आउनुभयो त उताबाट? आफै सिँचाइ हुने पनि खै ड्रम श्रम लिएर आउने होला कि। थोपा सिँचाइ आयोजना है। थोपा सिँचाइ गर्ने खालको बनाउने पाइप साइप लगाएर सब्जीहरू लगाउने, पानी हाल्न पनि नपर्ने सब्जीहरूले। त्यस्तो आनन्दको तरकारी पकाउँदै बिरालो देख्नु यहाँ बिरालो। यो मनी प्लान्ट घरभित्र यहाँ पढ्ने ल मधुवन पर्माकल्चर मकै छोडाउने सामान मलखाद सिमी कसरी रोप्ने त सिक्नको लागि चाहनुहुन्छ भने यहाँ आउनु होला। तिमी चाहिँ म के लेखेको भन्दाखेरि के काम छ त गर्नुपर्ने कि बिर्सिन्छ कि अनि त लेख्छु र त्यहाँ त देखिहालिन्छ भनेर।